म चाहेर होइन कि नचाहेर विदेश गएँ अमेरिका। मैले बारम्बार भन्ने गरेको छु युएसए को फुल फर्म मैले अलिकति चेन्ज गरेर यो यसको श्री गणेश गरेको मैले नि होला जस्तो लाग्छ। त्यसको अब युनाइटेड स्टेट अमेरिका भनिन्छ तर मैले त्यसको छुट्टै नाम राखेँ। यहाँमध्ये कतिजनालाई थाहा छ त्यो कुरा। मेरो अर्थमा चाहिँ नि युनाइटेड स्टेट अमेरिका होइन कि यु स्टार्ट अगेन भयो। मैले फेरि मेरो जिन्दगी अमेरिका गएपछि जिरोबाट सुरु गरेँ। त्यहाँ सरोज खनाललाई चिनेको पनि थिएन। अलिअलि हुनुहुन्थ्यो नेपाली समुदाय, उहाँहरूले चिन्नुहुन्थ्यो तर उहाँहरूले भन्दा बाहेक मलाई कसैले पनि चिनेन। मैले फेरि यु स्टार्ट अगेन भन्ने नाराका साथ जिरोबाट मेरो लाइफ सुरु गरेँ। एउटा डिपार्टमेन्टल स्टोरमा काम गर्ने मलाई भन्न 7-11 भन्ने अब अमेरिका जानुभएको मान्छेलाई थाहा छ 7-11 भन्ने कस्तो स्टोर हो। त्यो चाहिँ पहिला 7 बजीदेखि 11 बजीसम्म 11 बजीदेखि 7 बजीसम्म खुल्ने रहेछ। अहिले चाहिँ 24 आवर्स हुन्छ। त्यहाँ मैले एउटा सानो क्यासियरको एउटा नेपाली दाइ, उहाँको नाउँ मैले एकदमै हृदय पर्छ, गणेश मलेकु भन्ने, उहाँले मलाई लगाइदिनु भएको जब हो त्यो। उहाँ पनि त्यहाँ काम गर्नुहुन्थ्यो। एक दिन मेरो नाइट सिफ्ट थियो। सायद आज म तपाईँहरूसँग यसरी बसेर गफ गर्ने मौका हुन्थेन होला मलाई। त्यो दिन त्यस्तो इन्सिडेन्ट घटेको थियो। एउटा मान्छे मतलब अफ्रिकन अमेरिकन चाहिँ नि रब गर्दै हेर्नुहुँदो रहेछ स्टोरहरूको। त्यो स्टोरमा उहाँ छिर्नुभयो। म भर्खर काम सुरु गरेको, मलाई त्यति विधि युज टु पनि थिइनँ। फिल्ममा त धेरैचोटि मैले बन्दुक निकालेर धेरै जनालाई मारेँ, तर पहिलोचोटि कसैले आफूलाई बन्दुक तर्साउँदाखेरि मान्छेको अभिगत के हुँदो रहेछ भन्ने कुरा चाहिँ त्यो दिन मैले फिल गरेँ। मान्छे जुन एउटा सपना बाँड्छौँ हाम्रो पर्दामा र वास्तविकतामा कति फरक हुँदो रहेछ भन्ने कुरा मैले त्यो दिन अनुभव गरेँ। मैले धेरै सिनेमामा बन्दुक तेर्साएँ। अघि चर्चा पनि भयो श्रीकृष्ण भाइसँग गरेको फिल्म चुनौती, त्यसमा मैले धेरै बन्दुक पड्काएर धेरै मान्छेलाई मारेको थिएँ। कतिले मलाई बन्दुक तेर्साए कतिवटा फिल्महरूमा। तर वास्तविक जीवनमा जतिसुकै हामीले फलाके पनि वास्तविक जीवन र अभिनय भनेको यस्तै यताउता भन्ने भन्छौँ नि, म पनि भन्छु। तर त्यो दिन त्यो सबै कुरा गलत साबित भयो। जब त्यो मान्छेले बन्दुकको नाली ल्याएर ट्रिगर बल फेरि यहाँ राखेर ट्रिगर दबाएपछि सोच्न त के पनि होइन रहेछ। एउटा त्यो झिँगा मुकुडा जति बराबर नै रहेछ तिमीहरू त पनि जस्तो लाग्यो। हाम्रो जिन्दगी पनि यसरी सङ्घर्ष सुरु गरे अब मैले। उहाँले फायर पनि गर्नुभएको थियो, तर लकिली मलाई अरू केही काम गर्न बाँकी नै रहेछ। मैले यो समाजको लागि, यो देशको लागि, मेरो सन्तानहरूको लागि त्यो गोली मलाई नलागेर मभन्दा ठिक माथि छतमा गएर ठोक्यो र म बाँचेँ। अघि मैले भन्दै थिएँ म एउटा ब्रान्डेड भइसकेपछि प्रब्लमसँगै आउँदो रहेछ भनेर। त्यति एउटा कारणले गयो, तर पछि यहाँ धेरै कुराहरू गरियो मेरो बारेमा होइन। अब फिल्मै नपाएर अथवा के नपाएर त्यस्तो गएको होइन। त्यहाँ भन्न पर्दाखेरि एकदम अब सबैले माया गरेको कलाकार थिएन। जो पनि नेपाली चलचित्र अथवा नाटक अथवा टेलिभिजनको भ्युअर्सहरू हुनुहुन्थ्यो, जसले हेर्नुहुन्थ्यो, इभन रेडियो सुन्ने मान्छेहरू सबैले मलाई एकदमै माया गर्नुभएको त्यो कारणले होइन। अर्को कुरा अब एउटा कलाकार हुँदा हुँदै पनि म एउटा अभिभावक छु। सुरुमै चाहिँ नि म अमेरिका धेरैचोटि भनिसकेँ यो कुरा। म र प्रेम राजा महर्दै हामी कल्चरल प्रोग्राम गर्न गएको हो, एक बस्ने भनेर पनि गएको होइन। तर त्यो घटनाहरू यस्तरी छिरिँदै आयो मलाई कि म पहिलो व्यक्ति होला जसले
फर्स्ट टाइम अमेरिका भिजिट गर्दाखेरि बाई मिस्टेक 1 वर्षको भिजा पाएन। तपाईँको 6 महिना म्याक्सिमम 6 महिना मात्र दिन्छ। मलाई राम्रोसँग थाहा छ, म 1996 डिसेम्बर 3 तारिकको दिन अमेरिका टेकेको मान्छे। अनि म छिर्ने बित्तिकै प्रेमराज दाइ र म गयौँ। उहाँलाई आनन्दले जान दियो, थाहा छैन मलाई किन रोके इन्भिटेसन। यत्रो कुकुर ल्याएर चारैतिर देखाउन थाल्यो। यति ह्यास गर्यो कि मलाई म चाहिँ नि अब त्यतिखेर मलाई मेरो हिरोइजम चाहिँ नि आयो है मलाई त्यतिखेर। म भलै अमेरिकामा भए पनि म नेपालको खत्रै मान्छे हो नि भनेर त्यो इमिग्रेसनको मान्छेलाई बोलाएँ। त ठिक छ यार, तेरो देश मैले घुम्न मिल्दैन भनेदेखि मसँग रिटर्न टिकट छ, मलाई प्लेन अर्को खोजिदिउँ, म यहाँबाट जान्छु भने मलाई यसरी हरास गर्नु मलाई कुनै पनि अधिकार छ। त्यसपछि अनि तेरो कनेक्टेड फ्लाइट उड्न 5 मिनट मात्रै बाँकी छ, त्यहाँबाट डालस जानु टेक्सस। खोइ तेरो पासपोर्टले भन्यो, त्यति नगरा भए कति बेर रोक्छ थाहा छैन। लगेर उसले स्ट्याम्प गर्यो। उसले हतारमा स्ट्याम्प गर्दाखेरि डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे 1997 1997 मेरो भिजा एक्सपायर हुन पर्ने। हतारमा त्यसले इमिग्रेसन अफिसरले इयर चाहिँ बदल्न बिर्सिएछ। म छिर्नुभन्दा 9 महिना पहिल्यै मेरो भिजा एक्सपायर भइसक्यो। अनि मैले त्यो त याद पनि गरेको थिएन, त्यतिकै त्यो पासपोर्ट बोकेँ। अब छिर्न पाइयो भनेर म कुदिहालेँ। कनेक्टेड फ्लाइट अनाउन्स गरेको रहेछ। नाउ अनेस्टली मैले 5 महिनासम्म मेरो पासपोर्ट फर्काएर हेरेको थिइनँ। जब म भर्जिनियामा हाम्रो कल्चरल प्रोग्राम देखाउँदै आइसकेपछि अब त फर्किने बेला भयो भनेर जब पासपोर्ट फर्काएर हेरेँ, पासपोर्ट त आउनुभन्दा 9 महिना पहिले एक्सपायर भइसक्यो। अमेरिका छिर्नुभन्दा पहिले मेरो भिजा। अनि लक्किली म जुन घरमा बस्थेँ उहाँ चाहिँ नि फुल लयर चाहिँ भइसक्नु भएको तर एसिस्टेन्ट लयर हुनुहुन्थ्यो। त्यो सबै तारतुम्बै मिल्दै आएको कि तपाईँहरूलाई सेयर गर्न खोजेँ। त्यो दिनुहोस् त तपाईँको पासपोर्ट। यो त बहुत ठुलो गल्ती भयो, तपाईँले सु गर्नुपर्छ अमेरिकन गभर्मेन्टलाई। त्यति बेलासम्म आफूलाई सु गर्ने थाहा थिएन है। हाम्रो आफ्नो नेपाली सुने थाहा थियो, अरू थाहा थिएन। अनि यो सु भनेर के हो भने यो त ठुलो मिस्टेक हो। तपाईँले चाहिँ नि यिनीहरूलाई फाइट गर्नुपर्छ। तपाईँले पहिला तिर्नुभएको पैसा पनि फिर्ता आउँछ, त्यसपछि जे गर्नुपर्छ गरिदिनुहोस्। म त अब अर्कोतिर नाप्नु जानुपर्छ, फेरि न्युयोर्कमा त्यसपछि पुगेँ। त्यसरी फेरि त्यो पासपोर्ट पठाइयो। उनीहरूले चाहिँ नि एप्लोजी गरेर हामीबाट गल्ती भएको हो, तपाईँलाई अरू 6 महिनाको भिजा हामी थपिदिन्छौँ भनेर फेरि 6 महिनाको भिजा दिनु। त्यसरी सायद म पहिलो नेपाली होला, अरू विदेशको त थाहा छैन मलाई, जसले चाहिँ नि 1 वर्षको फर्स्ट टाइममै भिसा पाएको विदाउट मतलब भिजिटर टुरिस्ट भिजा